आज आमाको मुख हेर्ने दिन। एका बिहानदेखि फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा ह्यापी मदर्स डे आमा, तपाईलाई भगवानले सारा सुख दिउन् भन्नेहरूको घुइँचो लागिरहेको छ। सब कुराहरू निहाल्दा मनमा एउटा कुरा ठ्याक्कै आयो, हो तपाईलाई राम्रो लागोस् या नराम्रो लागोस्, अहिलेको वर्तमान स्थितिमा सत्य यही नै रहेको छ। अरू दिन आफ्नो आमासँग राम्ररी कुरा गरे पनि नगरे पनि, अरू दिन आफ्नी आमासँग सानो सानो कुरामा झर्केर बोले पनि, अरू दिन आफ्नी आमासँग आधी घण्टा राम्ररी बसेर कुरा नगरे पनि, अरू दिन आफ्नी आमाले खाना खानु भयो कि नै, सन्चो हुनुहुन्छ कि नै भनेर सधैँ सोधे। तर आजका दिन ह्यापी मदर्स डे आमा, तपाईलाई भगवानले सारा सुख दिउन्, कहिले दुःख नपरोस् भनेर शुभकामना दिनेहरूको पनि घुइँचो नै लागिरहेको छ। आमाको मुख हेर्ने दिनको रूपमा शुभकामना दिनु राम्रो कुरा हो, तर आजको दिनमा शुभकामना र अरू दिनहरूमा ह्या बुढी माउ कति कराएको होला, कति दिमाग खाएको भनेर कराउने मान्छेहरू पनि धेरै रहेका छन्। हो, यदि तपाईले आफ्नो आमाको सम्मान गर्नु हुँदैन भने, यदि तपाईले आफ्नो आमालाई माया प्रेम गर्नु हुँदैन भने, तपाईको मदर्स डे त्यो खेर नै जान्छ। त्यसैले आफ्नो आमाको सपना पूरा गरेर, आफ्नो आमाको मान सम्मान गरेर मात्रै ह्यापी मदर्स डे भन्न सकिन्छ। र अन्त्यमा यति नै भन्न चाहन्छु, सबै आमाको कल्याण होस्, सबै आमाको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछु।